हेलो साथीहरू, शुभ बिहानी भन्दै हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। मैले चाहिँ पहिलोचोटि मिनी भ्लग हाल्दैछु हैन। हजुरहरूले साथ सपोर्ट दिएर मलाई अगाडि बढ्न मद्दत गर्नुहोला हैन। बिहान उठ्ने झाडु साडु लाउने हैन। मेरो कुकुर कति बुझ्निसक्यो, उता जा भने नि उता जान्छ, जसो भने त्यसै मान्छ। अनि हैन मेरो चाहिँ यस्तो आँगनभरि झार उम्रेर बसिखाना छैन, अनि खेतको बिच्चामा गर्छ नि त मेरो, त्यही भएर यस्तो छ। जति गरे पनि पलाइहाल्छ। हामी मान्छेको काम देखिन्न भन्छ नि, हेर्नु न काम कति हुन्छ तर देखिन्न के। घर बसेर के गरिसिस र भन्ने मात्र हो, काम भने कति हुन्छ कति हुन्छ। काम कहिले भ्याइँदैन। अब नानीहरूको ड्रेसहरू सुकाएर अलिअलि यताउति गरेर अनि नानीहरूलाई उठाउने, अब नास्ता सास्ता खुलाउने। आज 7:30 भइसक्यो, उठ्या छैनन् कि छुट्टी छ नि त स्कुल, त्यही भएर हैन। अनि बुरुसुरुस गरेर अब म चाहिँ नानीहरूलाई उठाउँछु नास्ता सास्ता खुलाउनलाई, नास्ता बनाएर। यस्तै छ। अब यो अलि राम्री बन्न पऱ्यो भनेर फेसवास युज गरेको, त्यति राम्री त छैन, त्यही पनि म कटी धोज्छु कि अब के गर्ने हैन। साथीहरू यस्तै छ हैन। ल ठिकै छ, आजको लागि यति नै, यति भन्दै म बिदा लिन्छु। बाई बाई साथीहरू।